नमस्ते। आज हामी कागज रहित ब्याङ्किङको बारेमा कुरा गरौँ। यसले नेपालमा पैसाको लेनदेन गर्ने तरिकालाई कसरी बदल्दैछ, आउनुहोस् यसलाई अलि गहिरिएर निहालौँ। ब्याङ्कको त्यो लामो लाइन अनि कागजपत्रको चाङ, यो झन्झट हामी सबैले कुनै न कुनै बेला भोगेका छौँ होइन त? चाहे खाता खोल्नुहोस् या पैसा झिक्नुहोस्, त्यो कागजी प्रक्रियाले साँच्चै दिक्क लगाउँछ। तर अब यो सबैको अन्त्य हुँदैछ कि? आजको हाम्रो छलफलको बाटो यस्तो हुनेछ। पहिला ब्याङ्किङ कसरी फेरिँदैछ त्यो हेर्छौँ, अनि कागजरहित ब्याङ्किङ भनेको के हो, यसका लक्ष्य र विशेषता के हुन् त्यो बुझ्छौँ। त्यसपछि यसका फाइदा र बेफाइदा केलाउँछौँ र अन्त्यमा अबको बाटो के त भनेर छलफल गर्नेछौँ। ल सुरु गरौँ पहिलो विषयबाटै, ब्याङ्किङको फेरिन्दो रूप। हेर्नुहोस्, प्रविधिको विकास कति छिटो भइरहेको छ। हो, यही विकासले ब्याङ्किङको पुरानो ढरालाई पुरै बदलिदिएको छ। अब ब्याङ्क जाने नपर्ने, सबै काम आफ्नै हातबाट हुने। यो त एक किसिमको क्रान्ति नै हो, जसले ब्याङ्किङलाई हाम्रो औँलाको टुप्पोमा ल्याइदिएको छ। त्यसो भए यो कागज रहित ब्याङ्किङ भन्ने चिज वास्तवमा के हो त? आउनुहोस् बुझौँ। एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो सिस्टम हो जहाँ कागजको कुरै कामै हुँदैन। खाता खोल्नेदेखि ऋण लिनेसम्म सबै काम डिजिटल रूपमा, मतलब मोबाइल वा कम्प्युटरबाटै हुन्छ। यसको मुख्य सोच भनेकै भौतिक कागजलाई हटाएर सबै कुरालाई अनलाइन लैजाने हो, जसले गर्दा काम छिटो, सजिलो र सुरक्षित पनि हुन्छ। अनि यो कुनै परको कुरा पनि होइन नि। हामीले दिनदिनै चलाउने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, क्युआर कोडबाट तिर्ने पैसा अनि ई-सेवा, खल्ती जस्ता वालेटहरू, यी सबै यसकै उदाहरण हुन्। नेपाल राष्ट्र ब्याङ्कको पहलले गर्दा पनि यस्ता सेवाहरू नेपालमा निकै छिटो फैलिरहेका छन्। राम्रो कुरा। तर यो परिवर्तन किन जरुरी छ त? र यसका खास कुराहरू के हुन्? अब यसका उद्देश्य र विशेषताहरूतर्फ लागौँ। यसका मुख्य 5वटा लक्ष्य छन्। पहिलो त कागजको प्रयोग घटाउने, दोस्रो कामलाई छिटो र एकदमै सरल बनाउने, तेस्रो ब्याङ्क र ग्राहक दुवैको समय र पैसा जोगाउने, चौथो सबैको पहुँचमा डिजिटल ब्याङ्किङ पुर्याउने, र पाँचौं वातावरणलाई पनि सहयोग गर्ने, जसलाई ग्रिन ब्याङ्किङ भनिन्छ। यिनै लक्ष्यहरूले गर्दा यसका केही गजबका विशेषताहरू पनि छन्। जस्तै सबै सेवाहरू डिजिटल हुन्छन्, जुनसुकै बेला, मतलब 24 घण्टा उपलब्ध हुन्छन्। इन्टरनेट र मोबाइल ब्याङ्किङको प्रयोग हुन्छ। सबै रेकर्डहरू डिजिटल रूपमै सुरक्षित रहन्छन् र मान्छेबाट हुने गल्ती कम भएर काममा पारदर्शिता बढ्छ। ल अब एउटा महत्त्वपूर्ण पाटो हेरौँ। कुनै पनि कुराको राम्रो पक्ष मात्रै त हुँदैन, यसका फाइदा र बेफाइदा के छन् त? अब यसलाई दुवै कोणबाट हेर्नु जरुरी छ। एकातिर यसले समय र पैसा दुवै बचाउँछ, काम छिटो र सजिलो हुन्छ, वातावरणलाई फाइदा पुग्छ। तर अर्कोतिर ह्याकिङ र डाटा चोरी जस्ता साइबर अपराधको जोखिम पनि उत्तिकै छ। प्रविधिबारे धेरै नजान्नेहरूलाई यो चलाउन गाह्रो हुन सक्छ, अनि इन्टरनेट र बिजुली नभए त सबै ठप्प। अझै पनि दुर्गम गाउँहरूमा यसको पहुँच पुग्न सकेको छैन। यी सबै फाइदा र बेफाइदालाई हेर्दा डिजिटल ब्याङ्किङको भविष्य कता जाला त? आउनुहोस् हाम्रो अन्तिम खण्डमा यही कुरा गरौँ, भविष्यको बाटो। भनेपछि मुख्य कुरा के रहेछ भने सुविधा र जोखिमबीच सन्तुलन मिलाउनु। अगाडि बढ्ने सबैभन्दा राम्रो बाटो भनेकै यसका फाइदाहरूलाई सकेसम्म धेरै उपयोग गर्ने र जोखिमहरूलाई घटाउँदै लैजाने हो। र अन्त्यमा यसले एउटा ठूलो प्रश्न खडा गर्छ। प्रविधि यति छिटो अघि बढिरहँदा के हाम्रो समाज र हामी आफै पनि यो डिजिटल भविष्यलाई अँगाल्न साँच्चीकै तयार छौँ त?